नमस्कार सबैजनालाई। आज चाहिँ मैले भर्खरै एउटा न्युज हेरेको थिएँ। नेपाल अपडेट भन्ने न्युजबाट चाहिँ एउटा न्युज हाल्नु भएको रहेछ। सो उहाँले न्युज बनाउनु भयो, त्यो कुरा राइट छ है। जुन तरिकाले भन्नुभयो, अशोक 24 घन्टा मोबाइलमा झुन्डिन्छन् भनेर, अनि स्कुटीको साधनको कुरा आयो यहाँ होइन, साधनको कुरा आयो, पैसाको कुरा आयो होइन। सो मैले त्यो न्युज हेरेर चाहिँ मलाई इफेक्ट नपर्ला होइन, मलाई इफेक्ट नपर्ला। सो मेरो दिदीहरू हुनुहुन्छ होइन, मेरो बाबा मम्मीहरू हुनुहुन्छ, भाइ बहिनीहरू छन् साना साना। मेरो दिदीहरूले त त्यो न्युज हेर्नुहुन्छ नि त होइन, त्यो न्युज हेर्नुहुन्छ। त्यो न्युज हेरेपछि मेरो फ्यामिलीलाई इफेक्ट पर्छ क्या, मलाई नपरे पनि होइन। ठिक छ, तपाईँहरूले त्यो राइट कुरा सोच्नु भएको होइन। अशोक पढेका छ कि छैन होइन, पढेको छ कि छैन, बिग्रेर हिँडिरहेछन् कि भन्ने त्यो तपाईँहरूको सोचाइ एकदमै राइट हो होइन। त्यो मेरो लागि सोच्नु भएको हजुरहरूले, त्यसको लागि धेरै धेरै धन्यवाद सबैजनालाई। तर हजुरहरूले मेरो पनि कुरा बुझ्नुपर्छ सबैजनाले होइन। जति न्युज बनाउनेहरू हुनुहुन्छ, सो अगाडिको मान्छेलाई त्यो चिजले इफेक्ट पार्छ कि पार्दैन, त्यो चाहिँ तपाईँहरूले सोच्नु होला होइन। त्यो अगाडिकै कुरा हो। मैले घर समस्या छ त्यसैले म झापा आएको छु भनेर म दादासँग घर सल्लाहले गर्दाखेरि हाम्रो घर सल्लाहले गर्दाखेरि म घर फर्केँ। अनि तर त्यसलाई लिएर बिचमा धेरै विवादहरू बन्यो होइन। त्यहाँसम्म ठिक छ, अब त स्टप होला, अब त स्टप होला। तर एकजनाले अर्को न्युज बनाइदिनुहुन्छ, एउटालाई अर्कोलाई उयो गर्नुहुन्छ। त्यो कुरा राइट होइन। मैले पढाइ छोडेको छैन। मैले सानोमा मैले पढाइको महत्त्व बुझिनँ होला, तर मैले पढाइको महत्त्व बुझेपछि त मैले कसरी पढाइलाई छोड्न सक्छु। म 9 क्लास मैले 9 क्लास सकाएर अब म 10मा पुगिसकेँ। म पढिरहेको छु, लगायत मैले आफ्नो गर्ने कन्सर्टहरू मैले गरिरहेको छु, तपाईँहरूलाई मैले अपडेट दिइरहेको छु टिकटकमा होइन। मैले गर्ने कामहरू, मैले सक्ने कामहरू मैले गरिरहेको छु टिकटकमा। अनि साधनको कुरा आयो, मैले हजुरहरूलाई भन्न खोजेको होइन। सो जो न्युज बनाउनु भयो उहाँलाई भन्न खोजेको मैले होइन। सो साधनको कुरा आयो, हामी हजुरहरू पो कतिजना काठमाडौँमा हुनुहुन्छ होला, को कहाँ हुनुहुन्छ होला। सो त्यहाँ त इनड्राइभ हुन्छ भनेको टाइममा ट्याक्सीहरू पाइन्छ के हुन्छ, तपाईँहरूको घरमा साधन होला। तर मेरो घरमा त साइकल पनि छैन। अनि सो मैले गरेको कन्सर्टको पैसाले मैले थपथाप गरेर मैले एउटा स्कुटी निकालेँ, जो मलाई स्कुल जान सजिलो होस्, मेरो भाइ बहिनीलाई स्कुल पुगाउन सजिलो होस् भनेर मैले साधन किनेँ। मेरो सपना थियो, मैले सपना पुरा गरेँ। सपना पुरा गर्न त त्यो गलत होइन नि त। अनि हजुरहरूले अशोक भाइको एटिट्युड चेन्ज भएको हो कि के हो भनिरहनु भएको छ। अशोक सधैँ नै त्यस्तै हुनेछ, अशोक जस्तो थियो त्यस्तै नै हुनेछ। म अगाडि ठुलो मान्छे हुनुहुन्छ भने होइन, बरु म सानो हुन्छु होइन। सानो हुनुहुन्छ भने पनि म धेरै आदर गर्छु। मेरो अगाडि सधैँ सानो होस् कि ठुलो होस् सधैँ नै रेस्पेक्ट हुन्छ, किनभने मैले यो इन्डस्ट्रीमा बाँच्न सिकिसकेको छु। आफूभन्दा ठुलालाई रेस्पेक्ट गर्न होइन, आफूभन्दा सानोलाई माया गर्न मैले सिकिसकेको छु। सो सबैजनालाई रिक्वेस्ट छ, मलाई इफेक्ट नपर्ला, तर प्लिज न्युज बनाउनेहरूले पनि एकचोटि सोचेर न्युज बनाइदिनु होला, यही नै रिक्वेस्ट गर्न चाहन्छु। त्यही पनि सबैजना त्यस्तै हुनुहुन्न, तर कतिजनाले त्यस्तो गरिदिनुहुन्छ। एकदमै नराम्रो लाग्यो मलाई यो न्युज सुनेपछि होइन। जस्तै अब मेरो घरमा पनि त दिदी बहिनीहरू हुन्छ, उहाँहरूले त भाइ त्यस्तो राम्रो भइरहेको थियो होइन। अरूले जे पाए त्यो कुरा गरेपछि त तपाईँहरूले त अझै यो टाइममा मलाई हिम्मत दिनुपर्ने, गर बाबु गर्न सक्छौ, अझै राम्ररी पढ भनेर अझ तपाईँहरूले मलाई हिम्मत दिनुपर्ने होइन। दि पनि रहनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। तर न्युज बनाउनेहरू दादा ब्रदरहरूलाई चाहिँ म एकदमै रिक्वेस्ट गर्न चाहन्छु, प्लिज जे पाए त्यो न्युज चाहिँ नबनाइदिनु होला होइन। सो म बिग्रेको छैन होइन, अहिले पनि म स्ट्रगल मेरै फ्यामिलीको लागि गरिरहेको छु होइन। सबैलाई यो कुरा थाहा छ। मैले टिकटकमा आएर पनि भनेको थिएँ मैले मेरो फ्यामिलीको लागि गरिरहेको छु भनेर। अहिले म पोखरामा सुटिङमा छु।
अहिले म नयाँ फिल्मको काममा पनि छु। सो मैले काम राम्रो गरेको छु। पक्कै पनि नयाँ फिल्म भदौ 12 गते हाम्रो पार्वती फिल्म रिलिज हुँदैछ। त्यो टाइममा पनि सबैजनाले गएर हेर्नुहोला। अशोक भाइले कस्तो काम गरेको छ हेर्नुहोला। लगायत अब नयाँ म्युजिक भिडियोहरू पनि म गर्दै जानेछु। अनि अर्को कुरा, हजुरहरू ढुक्क बस्नुहोस्, म झापामै पढिरहेको छु। अब म 10 पुगिसकेको छु। सो अब मेरो बिदा टाइमसम्ममा तपाईँहरूले मेरो टिकटक देख्नुभयो होला, म लाइभ बसेको देख्नुभयो होला। सो अब बिचबाट म आफ्नो पढाइमा फोकस गर्नेछु। म अब टिकटकहरूमा त्यस्तो साह्रो एक्टिभ हुने छैन। अनि सो तपाईँहरूले चाहिँ खालि 24 घन्टा मोबाइलमा झुन्डेको भनेर न्युज बनाउनु भएको रहेछ। सो म मोबाइलमा झुन्डिदिनँ, किनभने म मेरै काममा बिजी हुन्छु। कहिले बाबासँग खेतमा गइरहेको हुन्छु, कहिले घरमै काम गरिरहेको हुन्छु। सो मलाई काम पर्दा मात्र म कुदिरहेको हुन्छु। अरू टाइममा त म मोबाइल टच गरेको हुँदिनँ। सो त्यस्तो न्युज चाहिँ नबनाइदिनु होला। राम्रो न्युज बनाउनुहोस् न, होइन? तपाईँहरूलाई राम्रो न्युज बनाउनु छ भने राम्रो न्युज बनाउनुहोस् न। तपाईँहरूको झन् प्लस पोइन्ट हुन्छ, होइन? नराम्रो न्युज बनाएर भ्युज कमाएर अरूलाई इफेक्ट पर्ने चिज गरेर तपाईँहरूलाई राम्रो हुँदैन। किनभने माथिबाट भगवान्ले हेरिरहनु भएको छ। मर्ने बेला जाने बेला खाली हातै हो। सो मैले केही धेरै बोलेकोमा चाहिँ क्षमा गरिदिनु होला, माफ गरिदिनु होला। ओके, सबैजनालाई धेरै धेरै थ्याङ्क यू सो मच।